छोडिदिनु हो। कसम खाइसकेपछि होइछ कि भने जस्तो हुन्छ हुँदैन। ए भला त विद्यानाश भनिन्छ, सत्यनारायण भनिन्छ, लौ न त्यो विद्या नै नभएका मान्छेले विद्या कसम खान्छ र पो त यहाँ लाउसाउने कुरो पो हुन्छ। विद्या नै छैन नि, विद्या नभएका मान्छेले के गर्छ भन्दा मेरो सतो धर्मै गरियो छैन हिँडेको छ, धर्मै गरियो छैन धर्मनाश भनेको छ, पढेकै छैन विद्यानाश भनेको छ। बोलो मेरो पाप नाश होस् भनेर कसम खाइदियो भने त हुन्थ्यो नि है। तर पाप नाश मैले यस्तो बोलेर त्यो धर्मनाश धर्म गरेकै छैन त के को धर्मले धर्मनाश भने होला नि। यस्तो धर्मनाश। अनि त्यसपछिबाट तपाईँले ठुला ठुला के गर्नुभयो, यस्ता जघन्य अपराध गर्दाखेरि तपाईँले झुटा कसम खाइबक्स्यो। त्यही भएर आज तपाईँले अनि त्यसपछिबाट यो अवस्थामा हुनु पर्यो। अनि त्यहाँ त्यसपछि भागेर जान अब तपाईँलाई त्यहाँ के गर्यो भन्नुहुन्छ भने त्यहाँका जनताहरूले राजासँग हजुरलाई अब हल्ला नगरौँ, अब तपाईँले अति नै गरेको हुनाले हे राजा, भिरगु ऋषिले भन्दै हुनुहुन्छ तपाईँले अति नै गरेको हुनाले अब त्यहाँ राजासित सल्लाह गरेछन् त्यहाँका जनताहरूले। हामीलाई यसले बस्न नदिने भयो, राक्षसले बस्न नदिने भयो, हाम्रा छोरा बुहारीहरू जोगाउन नदिने भयो, हामीलाई मारकाट गर्न पायो, हे महाराज यसलाई यहाँबाट निकाल्नु पर्यो भनिकन तपाईँलाई त्यो गाउँ र नगरबाट राजासित सल्लाह गरेर त्यहाँबाट निकालिदिए। जब त्यहाँबाट निकालिसकेपछि देश तपाईँ अनेक जीव जन्तुहरूको हत्या गर्दै गर्दै वन जङ्गलमा परिभ्रमण गर्नुभयो। धेरै जीवहरू मारेर खानुभयो हजुरले, धेरैका चौटाहरू चानी खानुभयो हजुरले। तपाईँ त धर्ममा मांसाहारीको धर्म थिएन, तपाईँलाई मान्छे मासु खानका लागि तपाईँ योग्य हुनुहुन्थेन। तर जङ्गलको जमराबाट हिँड्दाखेरि तपाईँले अनेक प्रकारका के गर्नुभयो, जीव जन्तुहरूको हत्या गर्दै खानुभयो। अनि त्यति मात्रै नगरिकन पुरुष बालक वृद्धहरू पनि हत्या पनि गर्नुभयो। तपाईँलाई त्यति नभइकन तपाईँ देउता बाघहरू पनि डराउने थिए, तपाईँ त्यस्तो राक्षसी स्वभावको हुनुभयो। अनि त्यसपछिबाट तपाईँले अनेक प्रकारका अब त्यसपछिबाट जङ्गलमा जाँदै गर्दाखेरि तपाईँलाई बाघले देख्यो, भुवासले देख्यो, मृगले देख्यो। अनि जङ्गलमा पनि तपाईँलाई गाउँले जसरी लखटेका थिए त्यहाँ सबै जीवहरू जम्मा भएर तपाईँलाई लखट्न लाए। यो पापी मान्छे र यो पापी पुरुषलाई हाम्रो जङ्गलमा राख्न हुँदैन भनिकन जङ्गलमा पनि मान्छे पापी पुरुष जङ्गलमा पनि अड्दैन के, जहाँ गयो त्यहाँ अल्ठेङ्गरो हुन्छ अपापी। ए कस्तो पापी हो, समाधान नमिलेको भनिन्छ है। धर्म भए मिल्ने हो, पापी भए कोही पनि मिल्दैन। त्यही भएर यो पापी कस्तो पापी रहेछ यहाँ पनि मिलेन भनेर त्यहाँ सम्पूर्ण जनावरबाट लखाटे। त्यसपछि तपाईँले पर्वतमा जान लाग्नुभयो, जाँदै हुनुहुन्थ्यो। त्यहाँ गुफाभित्र एउटा गुफा देख्नुभयो। जब त्यहाँ गुफाभित्र बस्नुभयो, बसिसकेपछि त्यो गुफा कस्तो थियो भने गुफाभित्र काठ ठेला ढुङ्गा मुढा उत्तम विशाल एक कोससम्म फैलिएका अनेक आश्चर्यजनक वस्तुहरूले त्यो गुफालाई सजावट बनाएको थियो। त्यस्तो गुफामा के गर्नुभयो, हजुर जानुभयो। अनि त्यसपछिबाट त्यहाँ गइसकेपछि त्यहाँ त्यही विषयमा के गर्दै हुनुहुन्थ्यो, सधैँ तपाईँले चोरी डकैती गर्दै गर्ने क्रममा त्यहाँ एउटा ब्राह्मण पनि त्यसरी नै आए। र ब्राह्मण आइसकेपछि कुनै दिनको मध्यमा एकजना विख्यात विद्वान ब्राह्मण गुणवर्धन नाम गरेका विद्वान त्यहाँ आइपुगे, हजुरको अगाडिमा आए। हजुरको अगाडिमा आइसकेपछि ती ब्राह्मणलाई देखेर तपाईँले अत्यन्तै नराम्रो व्यवहार गर्नुभयो र तपाईँको व्यवहार देखेर डराई त्यो तपाईँले ती ब्राह्मणले गुणवर्धन नाम गरेका ब्राह्मणले हो तपाईँले यमराज हुनुहुँदो रहेछ, मलाई केही पनि नगर्नुहोस् भनेर त्यो हजुरका खुट्टामा के गर्न लायो, ठोक गरेर भन्न लायो, हे सज्जन तपाईँ धनवान हुनुहुन्छ, तपाईँ सुन्दर हुनुहुन्छ, म ब्राह्मण हुँ, भर्खर विवाह घरमा विवाह भएको छ, मेरी हुनहार सुन्दरी छन्, त्यति मात्रै नभएर मेरा बालबच्चाहरू पनि छन्, मलाई किन मार्दै हुनुहुन्छ, मलाई मेरा घरमा माता र पिता वृद्धावस्थामा मेरो बाटो कोरेर बसिरहनु भएको छ, मलाई नमार्नु होला भनिकन पुकार प्रार्थना गर्न लाग्यो। अनि त्यसपछिबाट यस्ता अवस्थामा मलाई नबारी बक्सेला, हे सज्जन तपाईँ मेरा पिता र मेरा दयालु माता पनि बन्नुहोस्, म तपाईँको पुत्र हुँ, तपाईँ किनकि शास्त्रहरूमा भयनाथ मुक्तिबाट दिलाउने प्राणबाट तपाईँले जोगाइदिने वाला तपाईँ नै हुनुहुन्छ, मेरो भगवान नै तपाईँ हो भनेर डरले ती गुणवर्धन नाम गरेका त्यसले हजुरसित प्रार्थना गरे। तपाईँलाई त्यसको दया पलाएन, तपाईँलाई दया नपलाएर के गर्नुभयो, शरणमा आएका मानिसलाई
कहिल्यै पनि के गर्नुपर्छ, माफ गर्नुपर्दछ। मैले गल्ती गरिनँ, लाउन नि मैले गल्ती नगरेको हुनाले मलाई माफ गरी बक्सिएला भनेर कोही पनि तपाईँसँग आउँछ भने त्यसलाई पहिलो प्रथम माफ दिनुपर्दछ। यदि माफ दिएन भने चाहिँ के हुन्छ, शरणमा आएका मानिसलाई शरणमा आएका ती ब्राह्मणलाई हजुरले माफ नदिकन के गर्नुभयो, आफ्नो हातमा भएको यो शास्त्रलाई उसलाई प्रहार गरेर जसरी बिरालाले मुसाको मुन्टो चोडेर खान्छ त्यसरी नै तपाईँले उसलाई हत्या गरेर मारिदिनु भयो। गौ हत्या सबभन्दा ठुलो उग्र पञ्चपाप भन्छन्। क्रियापुत्री बसेको क्रियापुत्री भएर कोरामा बसेको क्रियापुत्री मार्नु, सुत्केरी बसेर कोनामा बसेकी सुत्केरीलाई मार्नु, बाँधिएकी गाईलाई मार्नु, सिंहासनमा बसेर राज्य चलाएका सिंहासनका राजालाई मार्नु र चौकामा बसेर वाचन गरेका ब्राह्मणलाई मार्नु, यो सबभन्दा ठुलो उग्र पाप मानिएको छ शास्त्रले। सबभन्दा ठुला पाप हुन्। र त्यही भएर तपाईँले के गर्नुभएको छ, ब्राह्मणलाई मार्नु भएको हुनाले तपाईँलाई ठुलो, अत्यन्तै ठुलो भन्दा नि ठुलो पाप लाग्यो। त्यही पापले गर्दाखेरि तपाईँलाई अहिले कुष्ठरोग हुन गयो। पूर्व जन्मको कथाले पनि। अनि त्यसपछिबाट अब परमात्मा फेरि त्यहाँ सोध्दछन्, यस्तो पापी भएको सोमकान्त राजा त पहिला राजा भएका थिए, पछि पो बल्ल कुष्ठरोग भयो। त्यो राजा हुनुको पुण्यफल प्राप्त के होला परमात्मा, यो कुरा पनि बताइदिनुहोस्। कुष्ठरोग हुने तपाईँले फल सुने, मानियो, बुझियो। अब त्यो राजा हुने फल त उनले के गरेका थिए त्यो कर्म पनि तपाईँले बताइदिनु पर्यो भनिकन राजा भएको कथातिरको प्रसङ्गतिरलाई जोड्न लाग्नुभयो। फेरि गुरुले भन्नुभयो, ब्रह्माण्डले भनेका ती करुणा कुरा सुनेर पटक पटक गलाउने हुनु अनुभव गरे तापनि तपाईँको हृदयमा कुनै असर परेन र यसरी तपाईँले मार्नुभयो। यसरी चुरले हे ब्रह्मा जसरी सावधानी पूर्वक कुरा समेत तपाईँले मलाई कुराउन गर्नुभयो, तिम्रो यो कुराले मलाई कुनै पनि मनलाई चस्स भएन, दया पनि पलाएन भनेर यसरी मारिसकेपछि परम हत्याको राजा हजुरलाई परम हत्याको पाप तपाईँलाई लाग्यो। भिरिगुले भन्नुभयो, हे राजन यसरी उत्तर दिएर चोरका रूपमा रहनुभएका तपाईँले दायाँ हातमा तीको धार भएको तरबारले बिरालाले मुसाको टाउको चोइटाए जैँ परामरको शिर टुक्राउनु भयो। यसरी हेर्दा तपाईँले पूर्व जन्म गरेका ब्रह्म हत्याका पापका गणना गर्न सक्दैन। ती ब्रह्म हत्याका पापका गणना गर्न नसक्ने भएको हुनाले पूर्व जन्मको कर्मले गर्दाखेरि हामीलाई सुख हुने हो, शान्ति हुने हो, समृद्धि हुने हो, सुस्वास्थ्य भइने हो, रोगी नभइने हो। ती पूर्व जन्मका गरेका पापले हुँदा अहिले विभिन्न प्रकारका पापहरूले छेकेर पाप रूपी रोग हो, रोगले छेकेर हामी मर्नु प्राणको देहावसान गर्न पर्दछ। त्यही भएर सकेसम्म राम्रो कर्म गर्नु, पाप रोग नै सबभन्दा ठुलो पाप हो भनेर यसरी व्याख्या गर्नुभएको छ। अनि यसरी तरिकाबाट तपाईँ अब यसरी मारिसकेपछि अब त्यो तपाईँले मार्नुभयो। मारिसकेपछि अब तपाईँ त्यहाँबाट निस्केर पनि जानुभयो। अनि तपाईँलाई अब त्यसै तरिका गर्न सक्दैन। खास गरी स्त्री हत्या, बाल हत्या, जीव हत्या गर्न त तपाईँ झनै सक्दैन। अरूले गरेको पापको कर्म छ। अब पापको कर्मको चर्चा भने के हो त भन्दा, सांख्यता परपापानम विभागी जायते यतः तत्व बहुतिथे काले गत कामन्ते जरा। अरे अब मैले हजुरको धेरै पापको चाहिँ के गर्दिनँ भन्दा कथाको प्रशंसा गर्दिनँ, किनभने तपाईँले गरेका पापको मैले वर्णन गर्न लाग्यो भने मलाई पनि पापले छुन लाग्यो। जसले पापका कुराको धेरै वर्णन गर्ने हो भने त्यो वर्णन गर्ने मान्छेलाई पनि पापले लाउने भएको हुनाले हजुरले पूर्व जन्म गरेका पापलाई अब मैले के गर्दिनँ, कोट्याउँदिनँ। पाप गर्नेका कुरा त छोड्दिनँ, अरूले गरेका पापको कुरा पनि वर्णन गर्न लाग्यो भने पाप आउँदो सक्दो रहेछ। अन्त भिरगु ऋषिले के गर्नुभयो, अब मैले तपाईँ सांख्यता परपापानम विभागी जायते यतः ततो बहुतिथे काले गते कामन्दते जरा। तपाईँको यो पापका कुराहरू गर्दाखेरि कता कता मलाई पनि पापले छोला जस्तो भयो। अब यो पापलाई छोड्दिनँ यसरी रहेको छ। त्यसै कारण पनि तपाईँले गरेका पाप कर्मको म चर्चा गर्न चाहन्न। हे तत्कालीन कामन्द र अहिलेको सोमकान्त तपाईँलाई त्यसपछि वृद्धा अब तपाईँले मार्दै मार्दै गइसकेपछि अब तपाईँलाई वृद्धा अवस्थाले आक्रमण गरियो। जब पहिला तपाईँले सबै आफूलाई म हुँ भनेर आसुर भावले अरूलाई आक्रमण गर्नुभयो, अब तपाईँलाई चाहिँ के गर्दछ फेरि वृद्धा अवस्थाले तपाईँलाई आक्रमण गर्यो।
तपाईले सबैलाई पराक्रमले जित्दै जित्दै आउनु भएको थियो, तर तपाईले वृद्धावस्थालाई आक्रमण गरेको त्यो वृद्ध अवस्थालाई तपाईले चाहिँ जित्न सक्नु भएन। जति मयुम भने पनि, जति सूर्य भए पनि त्यो वृद्धकाललाई म बुढो हुन्न भनेर मान्छ होला र? अब त बुढेसकाल लागै हुन्छ, यहाँबाट कपाल खोलेकै हुन्छ होइन, बुढेसकाल लागै हुन्छ। हिजो तन्दुरुस्त भएको शरीर उकालो हिँड्दा स्याउन लाग्यो, घोडाहरू दुख्न लाग्यो, सबैलाई आउँदैन, गएको दिन गयो होइन। अनि त्यसपछिबाट यस्तो वृद्धावस्थामा लागिसकेपछि के हुन लाग्यो भन्नुहुन्छ भने, अनि तपाईँलाई त्यसपछि बेला आक्रमण गरियो, कफहरू, गलानी, पसिना अनि बाडुल्की अनि धेरै चिसो हुन लाग्यो। अनि त्यसमा वृद्धावस्था हुनेका दोषहरू पनि तपाईँसँग आइलागे, तपाईँका खुट्टाहरू बस्न लागे, तपाईँका हात बगराहरू हिँड्न चल्न छोडिसके, तपाईँलाई के भयो, अत्यन्तै अत्यन्तै गाह्रो भयो। तपाईँमा रिस भित्रबाट छ, तर रिस अनुसार ती हात पाखुरा चल्न छोडे। तपाईँलाई तपाईँको रिसदेखि ती हात पाखुराले पनि साथ दिन छोडे। अस्तिसम्म तपाईँका रिसमा ती हात पाखुराले साथ दिन्थे, आज अब त हजुर पापी भएकै कारणले गर्दा तपाईँका के भयो, त्यो रिसका मापजुत हातहरूले पनि तपाईँको साथ दिन छोडे। भित्रबाट त झनक्क रिस उठ्यो छ, तर हात उठ्दैन, खुट्टाले हिँड्दैन, अर्कालाई भेट्दैन। अब तपाईँका पापदेखि त्यो भित्रको बाहिरको शरीरले पनि के गर्यो, तपाईँलाई साथ दिन छोड्यो। अनि यसरी तपाईँसँग आइलागे बसेका बेला अनि त्यसपछि उग्न लाउनु भयो। अनि त्यसपछिबाट सेता सेता बाहिर कपालहरू फुट्न लागे। तपाईँका छोरा छोरी, दास दासी, नाति नातिनी, मित्र र शुभचिन्तहरू पनि तपाईँसँग कसैले पनि अनादर गर्न लागे, तपाईँलाई कसैले पनि राम्रो गर्न लागेनन्। तपाईँको सम्मान गर्ने आज्ञाकारी गोप्यहरू सेवा हजुरको छन् जसरी भनेर खाने मान्छेहरू तपाईँसँग त्यसरी बुढेसकाल लाएर तपाईँ उनीपछि तपाईँसित तर्किन लागे। अब तपाईँ केही पनि हुनु भएन। अनि त्यसपछिबाट एक दिनको कुरा हो, ती राजा के गर्दछन् भने अनिवार्य ती नामक ब्राह्मण भएकासँग भेट भएछन्। भेट भइसकेपछि अब मेरो वृद्ध अवस्था भयो, यो मर्ने अवस्थामा मैले अब सम्पूर्ण जति बेला जे कर्म गरे तापनि अब मर्ने बेलामा चाहिँ मैले चाहिँ के गर्नुपर्छ, राम्रो पुण्यको कर्म गर्नु पर्यो भनिकन पुण्यको कर्म गर्नतिर लागेछन्। यसरी गर्न लागिसकेपछि तर ब्राह्मणहरूले उनको कुरालाई अस्वीकार गरेछन्। किन अस्वीकार गरेछन् भने तपाईँले दुनियाँलाई लुटेर लिएर आएको यो धन र पैसाको यज्ञले हामीलाई गराउनु छैन। जसले धन पैसा लुटेर लिएर आएको पैसाले यज्ञ गराउँछ त्यो यज्ञ सफल पनि हुँदैन र त्यो ब्राह्मण पनि नास्तिक भएर हराउँदछ अरे। त्यही भएर कसैले पनि के गराउनु हुँदैन, लुटेर लिएर आएको पैसाबाट यो धर्मको कर्म गर्नु हुँदैन। भगवानको पैसाले होइन, यज्ञले होइन क्या, भगवानको नाम ओम गम गणपतिले मात्रै धेरै ठुलो कुरो हुन्छ अरे। 21 वर्ष भयो एकचोटि गम गणपति ओम गम गणपति भनेको छैन, तर गणेश पुराण लाउँछु भनेको छ। सदैव गम गम गणपति नम भन्ने भने त्यो गणेश पुराण भन्दा ठुलो फल प्राप्त के हुन्छ, भगवानको नाम जप्ता लिन्छ। गणेश पुराण 5 दिन जति सुनिन्छ भगवानको नामै मात्रै त सुनिने हो नि, होइन र? तिनी नाम सुन्नलाई यति गरेको त हो, होइन? भगवानलाई ल्याएर बोलाएर ओम गम गणपति नमः भनेको त हो नि, होइन र? त्यही भएर 21 वर्षसम्म ओम गम गणपति भन्दैन भने गणेश पुराण मात्रै ल्याउन खोज्ने गरेर पनि भएन। अब पहिला त बुद्धि आएन, अब बुद्धि आउन पर्यो। अब जहाँ हिँड्दा जे गर्दा नि के गर्नु पर्यो, भगवानका नामहरू भगवानका चरणका कमलहरूमा के गर्नु पर्यो, ढोक गर्नु पर्यो। यो यज्ञ लगाउनु भनेको कर्म गर्नु सिक्नु हो क्या, लगाएपछि सबै सफल भइन्छ भन्ने कुरा चाहिँ होइन। यो कर्मले चाहिँ यसले चाहिँ यो कर्म गराउँछ भनेर चाहिँ सिकाउने हो क्या यसले। हुन्न, यो पुण्य यस्तो रहेछ, गणेश पुराणमा यस्तो रहेछ, यो कर्म गरेदेखि यस्तो फल प्राप्त हुँदो रहेछ भनेर चाहिँ कर्म गर्न सिकाउने हो। फक्त छोरो जन्मिने, धैर्यलाई चित्तलाई शान्ति बनाउने त्यो हो। त्यसपछिबाट भन्दा पूजा गर्दा गर्दै पैसा आएर बर लिने होइन क्या यहाँ। किन चित्तलाई शान्ति गर्दै गरेर भगवानको ध्यान गर्दै गइसकेपछि अनि के हुन्छ, तपाईँप्रति भगवानको दया लगाइसकेपछि के हुन्छ, ओहो यसले त यो खाँचो छ भने भगवानले परिपूर्ति गर्नुहुन्छ। त्यही भएर के गर्नु पर्यो, चित्तलाई शान्त बनाएर के गर्नुपर्दछ। अनि त्यसैबाट म त्यही मुनिहरूमा गएर हजुरले दान गर्न चाहन्छु भन्नुभएको थियो, तर तपाईँको त्यो दान गुरुहरूले अस्वीकार गर्नुभयो। दान स्वीकार गर्नुहोस् भनेर भन्नुभएको थियो। तपाईँका कुरा सुनेपछि तिमी जस्ता पतित व्यक्तिले दिएको दान हामी लिँदैनौँ, अतीत व्यक्तिले दिएको दान हामीलाई लिनु छैन भनेर लिदिन दिएको दान हजुरले दिएको दान पनि लिएनन्।
यसरी तपाईलाई साह्रै पछुताउन लायो। अनि के भन्नु र भन्दा जीर्ण देवालयोद्धारे भवते मतिरोरजिता धनम स्वं विपुलम भिक्षा कुप्यरत्न संयुतम। ज्या मैले सबैसित हाहाकार गरेर लडेर अर्कालाई लुटेर अर्कालाई मारेर लिएर आएको धन सम्पत्ति आज कसैले पनि लिँदैछन्। यो लुटेर ल्याएको सम्पत्तिको कुनै पनि अनर्थ रहेनछ भनिकन एकदम के गर्न लायो भन्दा पश्चाताप गरेर धुरु धुरु रुँदै रुँदै आफ्नो कर्मलाई धिक्कार्दै गर्दै गर्दै रुँदै 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 जाँदा भइराजन्। अनि आफूसँग यस्ता मन अब त्यसपछिबाट मनमा साह्रै पछुतो लाग्यो र ती तीव्र वेदनाको अनुभव पनि गर्नुभयो। अनि गरिसके त्यसपछि आफूसँग धातु पदातु र रत्न आदि सहित धेरै धन भएको जानेर तपाईँ बुद्धि जीर्ण मन्दिरको उद्धारकारमा प्रवृत्ति हुनुभयो। त्यहाँ एउटा गुरु आउनुभएछ र एउटा ऋषि आएछन् र भन्न लागेछन् तपाईको यो कसैले धन लिन नमाने तापनि केही भएन। यहाँ यो मन्दिरका नजिकमा गणेश भगवानको के छ जीर्ण भएको मन्दिर छ। त्यो मन्दिर जीर्ण भएको मन्दिरलाई हेरै तपाईको धन सम्पत्तिले के गरिदिनुहोस्, राम्रोसँग एउटा मन्दिर मात्रै गर्नुहोस् र श्री भगवानका मङ्गलमयका मूर्तिका गुणगान गरेर गाउनुहोस्, तपाईको कुरा सम्पूर्ण राम्रो हुन्छ भनेर त्यो ऋषिले सिकाइदिएछन्, बताइदिएछन्। तपाईँले के गर्नुहोस् भन्दा जीर्ण भएको गणेश मन्दिरको मूर्तिलाई के गरिदिनुहोस्, तपाईँले राम्रो गरिदिनुहोस्। अनि राम्रो गरिदिइसकेपछि के हुन्छ, राम्रो गरिदिइसकेपछि तपाईँलाई राम्रो हुनेछ भनिसकेपछि श्री गणेश मन्दिर बनाउनु भयो। उक्त मन्दिरको निर्माण गर्दा तपाईँसँगैको सम्पूर्ण धनहरू खर्च भयो। त्यो मन्दिरको गर्दाखेरि उसित खरबौँ पैसा थियो, तर उसको पैसा नसकिने बेलासम्म त्यो मन्दिर पूर्णै भएन कि। जति पैसा छ उसको पैसा नसकिने बेलासम्म उसको मन्दिर पूर्णै हुँदैन। आज त होला आज त होला आज त होला भनेर के गरेका छन्, लगानी गर्दै 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 गइरहेका थिए, तर मन्दिर जीर्ण भयो, पूर्ण भएन। त्यो जीर्णको जीर्ण भयो। जब जुन दिन पैसा सकिएको थियो त्यही दिन मन्दिर के भयो, पूर्ण भयो। त्यो दिन के भएछन् भन्दा उनी त्यो पैसा पापले कमाएको पैसा खर्च गर्दै 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 जाँदाखेरि त्यो पापबाट कमाएको पैसा घरे भगवान माको मन्दिरमा चढाउँदै 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 जाँदाखेरि हो गणेशको मन्दिर कहिले बन्छ, गणेशको मन्दिर कहिले बन्छ, गणेशको मन्दिर कहिले बन्छ भन्दा अन्त तिनले गरेका पापहरू त्यो धन कमाएको पैसा सकियो, पाप पनि सकियो, धन पनि सकियो। गरिसकेपछि श्री गणेशको मन्दिर बनाउनु भयो। उक्त मन्दिरको निर्माण गर्दा तपाईँमा रहेको सम्पूर्ण धन खर्च भयो। त्यो भन्दा नि पहिला तपाईँको धेरै धन वेश्या मित्र र बन्धुबान्धव अनेक न्यूमा तपाईँसँग लिएर खर्च गरिसकेका पनि सम्पूर्ण कुराहरू पैसा भइसक्यो। मन्दिर निर्माण जब भएको थियो तपाईँमा, जब मन्दिर निर्माण भएर पूर्ण भएर भगवानको प्राण प्रतिष्ठा गराउनु भएको थियो, त्यही दिनमा तपाईँलाई यमराजका दूतहरू लिन आए। जब मन्दिर बनिसकेको थियो त्यही बेला तपाईँलाई यमराजका दूतहरू आए। दूतहरू आएर भन्न लागे, सर्वप्रथम तिमी अब यहाँको यो तिमीले जति लुट्न पनि लुट्यौ, जति मार्न पनि मार्यौ, पृथ्वीको जति भोग लिन सक्ने पनि लियौ, अब तिमीलाई यो भोगबाट लौ त हिँड भनेर लिएर जान लागेका बेलामा यमराजका दूतहरूले सोध्दछन्। चित्रगुप्त र यमा नजिकमा पुर्याएर यस बेला यमराजले जब गयो, यमराजका पासाले बाँधेर यमराज पुरीमा लिएर गएर राखिदिएपछि यमराजले उनलाई भन्नुभएछ, तिमीले दुईटा कर्म गर्यौ थाहा छ भन्दाखेरि थाहा छैन परमात्मा, किन थाहा नहुनु, तिमीलाई यमराजका पासाले लिएर आउने होइन नि, तिमीले दुईटा कर्म गरेका छौ। के कर्म भन्दा एउटा पापको कर्म गरेका छौ हो भन्दा हो, अर्को धर्मको कर्म गरेका छौ हो भन्दा धर्मको कर्म त गरिन कि भन्दाखेरि होइन नि, तिमी मर्ने बेलामा त्यत्रो गणेशको मन्दिरको बनायौ नि, अनि हो र त्यो मैले गरेको धर्मले पुण्य प्राप्त भयो होला त, पहिला गरेका पापहरू भन्दा होइन। तिमीले दुईटा पाप र पुण्य दुईटै कर्म गरेको हुनाले तिमीलाई हामीले एउटा कुरा रोजाउँछौ। के होला महाराज यमराज भनेर सोद्धाखेरि उनले भनेछन्, यमराजले भन्नेछन्, तिमीले पहिला पुण्यको कर्म भोग्छौ कि पापको कर्म भोग्छौ भनेछन्। अनि उनले भनेछन्, कामन्द नाम गरेका त्यो सुमकान्त नाम गरेका पूर्व राजाले के भनेछन् भने, कामन्दले के भनेछ भने, मैले पहिला पुण्य गरेको काम भोग्दछु, त्यही पुण्य गरेको त्यो गणेश मन्दिर बनाएर भगवानको प्रार्थना गरेको त्यो जुन पुण्य थियो त्यो पुण्य गरेको काम पहिला भोग्दछु भनेर के गरेछन्, पुण्य गरेको काम भोगिदिएको हुँदा पहिला राजा भए। अनि पछि जब पुण्य गरेको काम भोग्दै 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 गएर राजा भएका थिए। अन्तिममा जब आफूले गरेको पुण्य सकियो अनि त्यसपछिबाट पापमा फर्कियो। त्यो पाप भनेको के रहेछ भन्दा पूर्व जन्ममा गरेको कुष्ठ रोगको पूर्व जन्ममा दुनियाँलाई मारेको, दुनियाँलाई लुटेको, दुनियाँलाई खाएको
के रहेछ पाप रहेछ क्या भन्नु कि भन्नु न त्यो कुष्ठ रोग भनेको पाप रहेछ अनि त्यो पाप परिवर्तन भएर उनलाई कुष्ठ रोग देखियो हजुरलाई यो कुष्ठ रोग हुनु उत्पन्न हुनुको यो जन्ममा तपाईले भन्नुभयो नि राजा छँदा मैले गाई पुजेँ ब्राह्मणहरू पुजेँ घाँस बाँस कपास नभएकालाई सबैलाई दिएँ त भन्नुभयो हो यो जन्म त जब तपाईँले जन्ममा के गर्नुभएको थियो पुण्यको कर्म भोगेको हुनाले तपाईँले पुण्य नै पुण्य गर्नुभएको थियो जब तपाईँको पूर्व जन्मको पुण्य सकियो अनि तपाईँलाई पाप स्वरूप भएर कुष्ठ रोग आयो त्यही भएर पूर्व जन्मको रोग पनि अनि तपाईँले के हुन्छ पूर्व जन्मको कर्मले पनि हामीले अहिले सबै कुराहरू बताउने हो हामीले कथा श्रवण गर्ने नि गर्दछौँ सबै एउटै आमाका गर्भबाट जन्मेका यी सबै हामीहरू किन भइँदैन त नि एउटै कोही लाटो हुन्छ कोही बाटो हुन्छ कोही कानो हुन्छ कोही अपाङ्ग हुन्छ कोही आँखा नदेख्ने हुन्छ सबै तर एउटै बाबाको बिउ एउटै आमाको गर्भ तर एउटै आमा र गर्भबाट जन्मेका छोराछोरीहरू पनि कोही लाटो हुनुपर्ने कोही अपाङ्ग हुनुपर्ने कसैले देख्दै नदेख्ने हुनुपर्ने भन्दा के हो भन्नुहुन्छ यो पूर्व जन्मको कर्मको फल प्राप्तले गर्दा भएको हो पूर्व जन्मको फल त्यतिसम्म प्राप्त हुन्छ छोराछोरी नहुने छोराछोरी हुने छोराछोरी धेरै हुने अनि त्यसपछिबाट सबै कर्म के हुनुहुन्छ भने पूर्व जन्मको फलको प्राप्तले गर्दा सबै यो पूर्व जन्मको फलले प्राप्त गर्दाखेरि म ब्राह्मण भइराखेको छु तपाईँहरू क्षेत्री छोरीहरू राजाको ग्रुप अब राजाको खानदानमा हुनुहुन्छ क्षेत्रीहरू राजाको ब्राह्मणहरू के को वेदको धनी क्षेत्रीहरू राजा देशको धनी वैश्यहरू के को धनी पैसाको धनी शूद्रहरू के को धनी शुद्ध हुनुपर्ने कसको धनी अशुद्ध भएर शुद्ध हुनुपर्ने उनीहरूको धन पर्ने उनीहरूको हाम्रो धन भनेको वेद क्षेत्रीहरूको धन भनेको देशको प्रेम वैश्यहरूको धन भनेको धनै भयो र त्यसपछि शूद्रहरूको धन भनेको शुद्ध हुनुपर्ने सबैलाई वेदी बाँडिएको त्यही भएर के गर्नुपर्दछ भन्दाखेरि यसरी हामीले आफ्ना धर्मका कर्महरूबाट नि बताउनु पर्दछ अब त्यसपछिबाट यहाँ भन्नुहुन्छ हे भगवान अब मैले हजुरका हेबे भेट गरेछु अब मैले के गर्नु पर्दछ के कर्म गरेर पूर्व जन्मको मैले यो पापबाट मुक्ति हुन्छु भन्दा तिमीले सबै गरे त भगवान गणेशको प्रार्थना गणेशको मन्दिर बनाए पनि तिमीले भगवान गणेशको पुराण सुन्न नपाई तिमी मरेको हुनाले बितेको हुनाले यमराजका पासाले तिम्रो आयु त्यतिखेरै सिद्धिएर लिएर गएको हुनाले गणेश पुराण तिमीले एकपट्टि पनि सुन्न नपाएको कारणले गर्दा तिमी फेरि कुष्ठरोगमा आयौ त्यही भएर एकपट्टि तिमीले अब गणेश पुराण सुन भनेर भीरगु ऋषिले पूर्व जन्मको पापलाई निवृत्ति गर्नका लागि भीरगु ऋषिले सोमाकान्त नाम गरेका राजालाई गणेश पुराण सुनाउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट विस्तार गरिन्छ विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगद्दिताय नागाननाय श्रुतिय विभूषिताय गौरी सुताय गणनाथ नमो नमस्ते त्यति हो आजलाई यति नै हो तीन पनि बजी होइन बेलुका यसो भजन सजन नि यसो रमाउनु पायो खुट्टाले मार्छ बसेर त हुन्छ उठेर नगन बसेर त अझ एक हप्ता सुनेर गयो भिडियो बनाउनु
Agriam Samadevana, Dukoyam Om Namo Bhagavate Vasudevaya Narayana सुने मात्रै पनि त जानुहुन्छ बुवा तपाईँले लिइसक्यो नि त त्यसरी नै हिसाबले बुवा एकछिनमा आउँछ जाडो भयो कलर हाल्नु सुने त साइडमा राख्नु उता साइडमा राख्नु न पछाडि हामीले पूजा हुन्छ त्यही रम्दैन कहाँ त गइन